So what's up guys, welcome to my YouTube channel once again. आज पनि आफ्टर लङ टाइम हैन फेरि पनि नयाँ भ्लग लिएर आएको छु. सो हामी चाहिँ अब आज चाहिँ अब के अरे छुट्टी भएको भएर चाहिँ हैन टक्क घुम्न जान लागेको छु. सो आज हामी चाहिँ घुम्न भन्दा पनि आज बार्बिक्यू गर्ने अनि त्यही भएर हल्का खाइपी गर्ने भनेर हिँड्न लागेको. सो आज हामी जाँदा चाहिँ नोआ लेक हैन. अब हामी चाहिँ यहाँ अहिले बोल्ट कुद्दैछौँ यसरी. सामानहरू रेडी छ. सो सामानहरू सबै रेडी गरेर हामी चाहिँ जाँदैछौँ नोआतिर. सो त्यहाँ कस्तो के हुन्छ म तपाईँहरूलाई देखाउन निस्केछु. स्टे ट्युन. ओके, हाम्रो गाडी आइसकेको छ गाइज है. चट्ट अब हामी जाँदैछौँ यहाँबाट सामान बोकेर. आयो गाडी. ओके सो गाइज यो चाहिँ हामी आएको छौँ यो बार्बिक्यू गर्नलाई होइन. पोएन अरे, सरी मिस्टेक भयो. यो चाहिँ हामी बार्बिक्यू गर्न आएको छौँ. हाम्रो यो नोआ लेक भन्छ होइन. नोआ लेकमा आएको छौँ हामी चाहिँ. उतै हाम्रो ग्रुप छ हो. सो के यो चाहिँ लेक हो, नोआ लेक भन्छ यसलाई चाहिँ. सो हामी चाहिँ यहाँनिर चाहिँ चट्ट मजाले आज चाहिँ बार्बिक्यू गर्ने. अब छुट्टीको दिन चाहिँ यसो साथीभाइसँग रमाइलो गरौँ भनेर आएको छ है. ओके सो गाइज यो चाहिँ हाम्रो अब बार्बिक्यूको लागि चट्ट रेडी हुँदैछ है. पुरा दाउरा बालेर यता हुनुहुन्छ हाम्रो सम्धी छ. फोटो नि हालिदिइहालेको. ल यता अब हाम्रो राजसोल्टी टक्क होइन. लु दाना आमा पनि धुवा यार. दामी दामी भइरहेछ. ल यहाँ हाम्रो सम्धीहरूले चाहिँ दाउरा खोजेर ल्याउँदै हुनुहुन्छ है. आमा सम्धी कस्तो लागिरहेछ दाउरा खोजेर आउँदाखेरि. आमामा रासैले रहनु भएको छ यत्तेरी. ल ल ल ल ल ल हौ नाना दाउरा के हो यो सोल्टी के हो. आमामा कडा कडा गाउँघरकै याद आयो क्या हो. गाउँघरबाटै टक्क टिपेर ल्याए जस्तो हो यार. ओहो परेर चाहिँ खतरा देखि है. ओ माई गॉड. सम्धी एकैछिन आउनु. परेको बिचको एउटा पकुला काट. पुरै यस्तो दिइरहेको रहेछ क्या. म त उयो नै नगरिकन सोल्टी के छ, के पोल्दै हो? ओ यार काँचेको मासु पो हो. दामी दामी.
आगो यता आयो मासु यता पाक्दैछ अलराइट गाइस सो हामी छौँ आज यो नुवाको हामी एकदम बार्बिक्यू गर्ने स्पटमा पिकनिक स्पट होइन अति बवाल छ हेर्नु क्राउड देख्न सक्नुहुन्छ कोही अब रोमानियन छन् कोही नेपाली छ कोही अब यहाँ बङ्गाली इन्डियन सब मिक्स छ होइन तर अति बवाल हेर्नु है भ्युज देख्न सक्नुहुन्छ अनि फेरि मौसमले पनि साथ दिएको अवस्था होइन पानी परेको छैन हिउँ परेको छैन पुरै घाम लाग्दैछ कहिले कहिले घाम लाग्ने कहिले छाया लाग्ने होइन यस्तै छ तर अति दामी छ है ठाउँ चाहिँ यो देख्न सक्नुहुन्छ अलिकति जुम गरेर देखाइदिन्छु म ल देख्न सक्नुहुन्छ अह ल हेर्नु परेहरू पनि यस्तो खाना बसिरहेको छ मस्त पाराले यहाँ अङ्कलले पुरै अब आगो कोइला बाल्दै हुनुहुन्छ अति बवाल छ ल अनि यता नेपालीहरू चाहिँ फेरि पुरा टिकटक बनाइरहनु भएको छ है यो चाहिँ नेपालीहरू है गाइज नेपाली हो फेरि सक्दैन नि फेरि बात त सही है नेपालीहरूको पारै अर्को हुन्छ यहाँ त ताकी चलिरहेको छ हाम्रोमा दुश्मन हेरे चलेछ मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरे मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरे ग्याङ हो क्या केटाहरू हो Lu Tamang Haji Mula Lo chutney special चटनी चाहिँ के हाल्यो ओके सो गाइस हामी चाहिँ यहाँ अब खाना लागेको छौँ है टक्क लाएर देख्न सक्नुहुन्छ सेट यहाँ पोर्क छ यसरी हेर्नुहोस् रोटी नान अब हल्का दारू पानी होइन यो चाहिँ स्पेसल के अरे टिम्बुरको चटनी अचार ल सबजना हेर्न सक्नुहुन्छ भ्यू यस्तो बवाल छ नि मेरो बुक्सदेखि लुक सब ह्यान्डसम मैले माइक सबै क्राइम हुन्छ ब्याङ्कर मसी हाई छोए ट्र्याक बन्छ ब्याङ्कर मैले माइक सबै क्राइम हुन्छ ब्याङ्कर मेरो ल सोल्टे आयो ल
सम्झिने आयो ल्यायो पारा ल्यायो ल सोल्टी ल दियो 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 1 2 3 ओ ओ दियो यार मा कसम ट्यालेन्ट हो ट्यालेन्ट ट्यालेन्ट सोल्टी दियो 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 म चाहिँ क्राउडलाई चम्काउने हो क्या फेरि खिचिरहेको त्यहाँबाट दियो 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 सोल्टी यस्तो दिनु त्यसको त मुख त खतरा आउँछ होला खतरा आउँछ सधैँ भाइरल छ अलि साउन्ड राइट सो गाइज मेरो चाहिँ अब आज चाहिँ अब दिनभरि यतै बस्यो रमाइलो गऱ्यो सायद आज मैले बोल्न पाइनँ होला के होला होइन ठिकै छ अब यस्तै हो अब रमाइलो गर्न आएको रमाइलो गर्न खोज्दाखेरि अब त्यही हो बोल्न पाइँदैन होला यताउता ठिकै छ अब नबोले पनि यसो अब भिडियो चाहिँ राम्रोसँग हेरिदिनु होला लाइक गरिदिनु होला होइन छिट्टो अब अझै हामी फर्किन लागेको छौँ सो बसको वेटमा सो त्यति जेलको लागि चाहिँ अर्को भ्लग नआउनुको लागि चाहिँ हजुरहरू पनि वेट गरिदिनु मेरो च्यानल सब्सक्राइब गरिदिनु नयाँ हुनुहुन्छ भने होइन भने लाइक अनि सेयर गर्न चाहिँ नभुल्नु होला है त थ्याङ्क यू बाई बाई